यस क्लासमा चाहिँ तपाईँहरूलाई चाहिँ विद्यालयमा जुन लेभल बनाउनु भयो अब एकाडेमिक प्रोग्राम बनाउनुपर्छ किनभने एकाडेमिक प्रोग्राम भनेको मावि अन्तर्गत कुन कुन क्लास सञ्चालन गर्दै हुन्छ निमावि अन्तर्गत कुन कुन क्लास सञ्चालन गर्दै हुन्छ या आधारभूत कक्षामा कुन कुन क्लास सञ्चालन छ भन्ने कुरा चाहिँ तपाईँले यसमा एड गर्नुपर्ने यसको लागि चाहिँ तपाईँले चाहिँ के गर्नुभयो भने एकाडेमिक प्रोग्राम क्लिक गरेर चाहिँ यहाँबाट फिल्टर गर्न सकिन्छ। अब युनिभर्सिटी अनुसारले लेभल अनुसारले तपाईँले फिल्टर गर्न पाउनुभयो है यसमा लेभल अनुसारले फिल्टर गर्न पाउनुभयो भने चाहिँ तपाईँले चाहिँ यसमा चाहिँ के गर्न पाउनुभयो यसमा एकाडेमिकलाई एड पनि गर्न पाउनुभयो। जस्तो एड गरेँ मैले एकाडेमिक एड गरेपछि चाहिँ यहाँ भन्दै हुन्छ या तपाईँले युनिभर्सिटी कुन अन्तर्गत लेभल कुन अन्तर्गत त्यसपछि मानिहाल्नु बेसिक लेभल गरेँ मैले बेसिक लेभलमा बिएल गरेँ कोड नम्बर चाहियो सिट नम्बर चाहिएन यो चाहिँ माथि नै आउनु पऱ्यो भने वान हाल्नु पऱ्यो भने चाहिँ नम्बर अफ एकाडेमिक इयर पनि चाहिन्छ यो चाहिँ कलेजको लागि एप्लिकेबल हुन्छ होइन। अब यसमा यो अन्तर्गत भनेको माने दुईवटा क्लास रहेछ सरी तिनवटा क्लास रहेछ मानिहाल्नु डिप्लोमा अर्डर पहिला हुनुपर्छ वानबाट राख्छु मैले। अब यसमा चाहिँ यसमा फर्स्ट इयर हालेँ अब डिप्लोमा थर्ड इयर हालेँ 9 हालेँ 3 हालेँ यसरी पनि तपाईँले एकाडेमिक अनुसारले एकाडेमिक प्रोग्राम बनाएअनुसारले चाहिँ म युनिभर्सिटी अन्तर्गत लेभल अन्तर्गत मैले क्लिक गरेँ भने अब यहाँ आयो के आयो बेसिक लेभलमा मैले क्लिक गरेँ भने चाहिँ कतिवटा क्लास छ तिनवटा क्लास छ एडिट गर्न चाह्यो भने एडिट गर्न पाएँ यहाँबाट चाहिँ तिनवटा क्लास यहीँबाट पनि एडिट गर्न मिल्छ यहाँबाट पनि बेसिक कुराहरू चाहिँ यहाँबाट चेन्ज गर्न पाउनुहुन्छ। अनि यसलाई लिएर चाहिँ यसलाई अपडेट गर्नुपर्ने हुन्छ अपडेट गरेपछि तपाईँले यसबाट के गर्न पाउनुभयो भने योबाट चाहिँ तपाईँले चाहिँ एकाडेमिक प्रोग्राममा जुन छु एकाडेमिक प्रोग्रामको यो यदि बेसिक लेभल चाहिएन भने चाहिँ बेसिक लेभल यहाँ क्लिक गरेर डिलिट गर्न सकिन्छ म्यानुअली पनि यहाँ डिलिट गर्न सकिन्छ। यहाँ यो मलाई चाहिएन बेसिक लेभल मैले पुऱ्याइदिएँ यहाँबाट चाहिँ। अब यो विद्यालयमा तपाईँको एचएसबी भनेको प्लस टू छैन प्लस टू नभएको खण्डमा चाहिँ प्लस टू कुरा पनि यहाँबाट उठाउन सकिन्छ है। तपाईँले आफ्नो क्लासमा आफ्नो स्कुलमा चाहिँ कुनै क्लास छ कि छैन भन्ने कुरा तपाईँले यहाँबाट डिफाइन गर्न पाउनुभयो। अब यो अनुसारले डिफाइन गरे अनुसारले चाहिँ तपाईँको क्लास पनि त्यही किसिमको हुन्छ। अब प्राइमेरी लेभल अन्तर्गत भने कुन क्लास रहेछ विद्यालयमा क्लास 1 2 3 र नर्सरी रहेछ। अब यसलाई तलमाथि एरेन्जमेन्ट गर्नको लागि पनि यहाँबाट एडिट गरेर चाहिँ यहाँबाट तपाईँले चाहिँ अर्डर अनुसारले अर्डर कुनमा बस्ने भन्ने कुरा देखिन्छ यहाँबाट चाहिँ। अब अर्डर नर्सरी बस्ने रहेछ भने नर्सरी के अर्डरिङ पनि वान रहेछ होइन। अब दुइटैको अर्डर वान भए पनि अरू क्लासको पनि अर्डर कति रहेछ भने हेरिहाल्नु हामी अर्डर क्लास कति रहेछ सबैको वान रहेछ। अब यो मैले अर्डरिङ मिलाउनु पऱ्यो भने चाहिँ 1 2 3 4 अब सबभन्दा पहिले के आयो सबभन्दा पहिले नर्सरी आउँछ त्यसै गरी चाहिँ क्लास 1 आयो क्लास 1 को अर्डर नम्बर 2 राखिदिएँ मैले अपडेट गरिदिएँ क्लास 3 को अर्डर नम्बर सरी क्लास 2 को अर्डर नम्बर 3 हालेँ किनभने नर्सरी 1 भएको खण्डमा चाहिँ यहाँ त्यसै गरी यो क्लास 3 को सरी क्लास 2 छ यो नर्सरी छ क्लास 3 को 4 हालिदिएँ र नर्सरीको 1 हालिदिएँ ल ठिक छ 1 हालिदिएँ। अब यो अनुसारले चाहिँ मैले यहाँ यसलाई फिल्टर गरेँ भने चाहिँ तपाईँ के भयो 1 2 3 टाइटल अनुसारले हो एरेन्जमेन्ट अनुसारले हो एरेन्जमेन्ट अनुसारले चाहिँ नर्सरी सुरुमा आए क्लास 1 2 3 यसरी अर्डरिङ पनि मिलाउन पाउनुहुन्छ। नचाहेको खण्डमा तपाईँले यसलाई सिलेक्ट गर्नु गरेर डिलिट पनि गर्न पाउनुभयो नत्र यहाँबाट अपडेट पनि गर्न पाउनुभयो। अपडेट गर्दाखेरि के नोटिस गर्नुहुन्छ कुन युनिभर्सिटी अन्तर्गत कुन लेभल छ कुन लेभल अन्तर्गत कुन प्रोग्राम छ प्रोग्राम पछि कुन क्लास छ है या सेमिस्टर भनौँ यदि तपाईँ कलेज छ भने सेमिस्टर हुन्छ तपाईँको स्कुलमा लेभलमा छ भने क्लास हुन्छ। त्यसै गरी अब तपाईँलाई चाहिँ यो क्लास अनुसारले फ्याकल्टी अब तपाईँको जेनरली भनेको 1 देखि 10 सम्म फ्याकल्टी हुँदैन
फ्याकल्टी नभएको खण्डमा चाहिँ तपाईँले के हुन्छ एउटा जेनरल फ्याकल्टी भनेको तपाईँले चाहिँ बनाउनु पर्ने हुन्छ जेनरल भनेर चाहिँ यसमा नेपाली फ्याकल्टी भनेको छ तपाईँको नेपाली फ्याकल्टी इन केस भनेको तपाईँको विद्यालयमा दुईवटै क्लास सञ्चालन भनेको छ मर्निङ सिफ्टमा चाहिँ तपाईँको इङ्ग्लिस मिडियम र डे सिफ्टमा चाहिँ नेपाली मिडियम छ भने तपाईँको विद्यालय फ्याकल्टी अनुसारले पनि चेन्ज गर्न पाउनुभयो न त त्यो कुरालाई चाहिँ तपाईँले चाहिँ फ्याकल्टी होइन तपाईँले सेक्सन गर्छु भने सेक्सन पनि गर्न पाउनुभयो त्यो अप टु यु हो तपाईँको कुराहरू चाहिँ यसै गरी चाहिँ यसमा चाहिँ एड गर्नु छ भने फ्याकल्टीमा एड गर्ने आफ्नो ब्रान्च लिने नाम लेख्ने फ्याकल्टी भनेको मानिहाल्नु सिपिएन फ्याकल्टी छ या सिपिएनै फ्याकल्टी सिपिएन अन्तर्गत म्यानेजमेन्ट फ्याकल्टी छ म्यानेजमेन्ट फ्याकल्टी छ म्यानेजमेन्ट फ्याकल्टी अर्डरिङ वान राखिदिने स्ट्याटस एक्टिभ छ यो कुन कुन क्लासलाई दिने या नदिने मैले अघि नै भने तपाईँलाई यसको यो विद्यालयको हायर सेकेन्ड्री छैन मैले यहाँ अब डिलिट पनि गर्न पाएँ नत्र यसलाई छोड्न पनि पाएँ यहाँबाट मैले एड गर्ने बित्तिकै चाहिँ सिपिएन म्यानेजमेन्ट फ्याकल्टी भनेको यहाँ हेर्न सक्नुहुन्छ सबै क्लासमा छ नत्र मैले सबैलाई टिक लगाएको थिएँ अब सबैलाई टिक लगाए अनुसारले चाहिँ यहाँ के आयो सिपिएन म्यानेजमेन्ट फ्याकल्टी आयो यसलाई एडिट गर्छु एडिट गर्नु होला र यहाँ मैले डमी बनाएको खण्डमा चाहिँ यसलाई म डिलिट गरिदिन्छु यहाँ सिलेक्ट अलमा क्लिक गर्ने अनि यहाँ म के टाइप गर्छु भने यसमा चाहिँ सिपिएन म्यानेजमेन्ट फ्याकल्टी रेडी गर्छु यहाँबाट सेलेक्ट गरेँ यहाँबाट चेक गर्नु होला कुनै मिस्टेक छ कि छैन यहाँबाट मैले डिलिट गरिदिएँ यसै गरी फ्याकल्टी पनि एड गर्न पाइयो अब त्यसै गरी सेक्सन अब त्यो फ्याकल्टी अन्तर्गत है सेक्सन कसरी भइरहेको छ भने युनिभर्सिटी लेभल एकाडेमिक क्लास फ्याकल्टी सिरियली आइरहेको छ र त्यो अनुसारले सेक्सन भन्छ अब यसमा सेक्सनलाई फिल्टर गर्नु छ भने प्राइमेरी लेभलमा नर्सरीमा कुन कुन सेक्सन छ यदि सेक्सन छैन भने बाई डिफल्ट तपाईँले सेक्सन ए बनाउनु पर्ने हुन्छ यो यसैमा चाहिँ क्लास तपाईँको मर्निङ सिफ्टमा इङ्ग्लिस मिडियम र डे सिफ्टमा नेपाली मिडियम छ भने त्यसलाई सेक्सन अनुसारले पनि तपाईँले छुट्याउन सक्नुहुन्छ यो अप टु यु हो तपाईँको चाहिँ त्यसलाई कसरी मिलाउनुहुन्छ त्यो अप टु यु हो तपाईँको चाहिँ अब यसैमा चाहिँ मैले एड गर्न चाहेँ भने एड गर्नको लागि ब्रान्च लिए ब्रान्च लिएपछि मान्ने सेक्सन सिपिएन सेक्सन राखेँ मैले सेक्सन राखेँ सिपिएन सेक्सन राखेँ अर्डर वान राखेँ है अर्डर वान राखेँ यसमा चाहिँ कुन क्लासमा दिनु छ यहाँ कहाँ दिनु छ कुन म्यानेजमेन्टमा फ्याकल्टीमा दिनु छ आफूले टिक लगाउन पनि सक्नुभयो यहाँबाट एड गर्ने बित्तिकै सिपिएन सेक्सन जुन छ यहाँबाट मैले यहाँ क्लिक गर्छु सिपिएन सेक्सन सबैमा आयो सिपिएन म्यानेजमेन्ट अन्तर्गत सिपिएन सेक्सन आयो र सिपिएन त्यो कुराहरू यहाँ चाहिँ मिलाउन सक्नुहुन्छ अब मलाई फ्याकल्टी चाहिएन अब के छ सेक्सन त केमा आधारित छ फ्याकल्टीमा फ्याकल्टी मैले सिपिएन म्यानेजमेन्ट फ्याकल्टी डिलिट गर्ने बित्तिकै यो रिलेटेड सेक्सन पनि डिलिट हुन्छ है अहिले म एउटा डिलिट गरिदिन्छु नर्सरीको यो डिलिट गरिदिन्छु नर्सरीको मैले डिलिट गरेँ भने प्राइमेरी लेभल अन्तर्गत नर्सरीको छ भने नर्सरीको तपाईँको चाहिँ सिपिएन सेक्सन एउटा देखिएको छ अब यहाँ क्लिक गर्ने यहाँ सिलेक्ट गरेर चाहिँ यसलाई मैले डिलिट गरेँ अब यसमा पनि के तपाईँको इरर छ भने मलाई इन्फर्म गर्नु होला है किनभने सबै कुरा चाहिँ काम गर्ने बेलामा इरर पनि हुनसक्छ त्यस्तो के छ भने मलाई चाहिँ सम्पर्क गर्नु होला र प्र्याक्टिस पनि गर्नु होला प्र्याक्टिस गर्ने क्रममा चाहिँ के प्रब्लम आयो भने मलाई भन्नु होला है मैले फ्याकल्टी मैले क्लिक गरेँ फ्याकल्टीमा क्लिक गरेपछि यहाँ के गर्छु भने सिपिएन म्यानेजमेन्ट गर्छु सिपिएन म्यानेजमेन्ट फ्याकल्टी यहाँबाट मैले सिलेक्ट गरेँ यहाँ डिलिट गरेँ अब फेरि यहाँ क्लिक गर्छु सिपिएन म्यानेजमेन्ट फ्याकल्टी गर्छु सिपिएन म्यानेजमेन्ट फ्याकल्टी सक्यो अब यो रिलेटेड जुन सेक्सन थियो हाम्रो अब सिपिएन हेरौँ सिपिएन थियो सिपिएन तपाईँको त्यो फ्याकल्टीमा सकेछ तर फुल सिपिएन म्यानेजमेन्ट फ्याकल्टीमा अन्तर्गत सेक्सन सिपिएन सेक्सन थियो त्यो सबै हट्यो अनि यो सेक्सन पनि मलाई चाहिएन भने म यहाँबाट क्लिक गर्छु यहाँबाट डिलिट गरिदिन्छु सिम्पली तपाईँहरूले चाहिँ एउटा कुरा एड गर्न सक्नुभयो भने अर्को कुरा पनि एड गर्न सकिन्छ यहाँबाट त्यसै गरी सब्जेक्टमा जाउँ सब्जेक्टमा पनि तपाईँले चाहिँ प्राइमेरी लेभल अन्तर्गत नर्सरी अन्तर्गत तपाईँको चाहिँ के छ भने फ्याकल्टी या यो अनुसारले फ्याकल्टीमा पनि जाऊ यो अनुसारले सेक्सन पनि जाऊ यो अनुसारले तपाईँको सेक्सन अनुसारले चाहिँ तपाईँको चाहिँ कुन कुन सब्जेक्ट छ यहाँ तपाईँ नोटिस गर्न सक्नुहुन्छ अब इङ्ग्लिस नेपाली म्याथ साइन्स क्रिएटिभ आर्ट्स सोसल एन्ड क्रिएटिभ आर्ट्स सिङ्गिङ एन्ड ड्रइङ अब यो क्रिएटिभ आर्ट र क्रिएटिभ आर्ट दुइटै भएको खण्डमा चाहिँ यसलाई म डिलिट गरिदिएँ यहाँबाट
डिलिट गरे अनुसारले फेरि म चेन्ज गर्छु हाम्रो नर्सरीमा। अब क्रेडिट 5 5 5 10 5 10 15 20 25 4 29 है, 25 4 29 अब 32 को छ भने अझै तपाईँको चाहिँ 3वटा क्रेडिट अब चाहिँ हुन्छ। अब त कुनमा बढाउनु या घटाउने भन्ने कुरा हुन्छ। सायद यसमा सेरोफेरो क्रिएटिभ आर्ट्स सेरोफेरो हुनुपर्ने थियो। सेरोफेरो भनेको तपाईँको चाहिँ 3 चाहियो भने सोसल एक्टिभिटिजको ठाउँमा चाहिँ सेरोफेरो हुन्छ। सेरोफेरोमा चाहिँ तपाईँले यसमा चाहिँ 8 बनाउनु भयो भने चाहिँ 32 क्रेडिट आवर हुन्छ। यसरी चाहिँ तपाईँले चाहिँ क्रेडिट आवर चेन्ज पनि गर्न पाउनुहुन्छ। अब यसै गरी मलाई सब्जेक्ट एड गर्नु छ भने कुनमा यसमा हालेँ। अब यसमा चाहिँ मैले सिपिएन सब्जेक्ट आफ्नो सब्जेक्ट हाल्नु होला। कम्पलसरी छ भने कम्पलसरी राख्नु होला, अप्सनल छ भने अप्सनल राख्नु होला। अब यसमा चाहिँ तपाईँले यसले नै विचार गर्नुपर्ने यो सब्जेक्ट कस्तो छ। यो सब्जेक्ट भनेको थ्योरी र प्र्याक्टिकल दुइटै भएको खण्डमा हो कि यसमा थ्योरी मात्रै छ कि प्र्याक्टिकल मात्रै हो कि, यो पहिल्यै डिफाइन गर्नुपर्छ। किनभने मार्क एड गर्ने बेलामा थ्योरी मात्रै छ भने थ्योरी सेक्सनमा मात्रै मार्क एड गर्ने तपाईँले ठाउँ पाउनुहुन्छ। अब प्र्याक्टिकल सेक्सन छ भने प्र्याक्टिकल सेक्सनमा राख्न सक्नुहुन्छ। दुइटैमा एड गर्नु मार्क छ भने दुइटैमा तपाईँले चाहिँ एड गर्न पनि सक्नुहुन्छ है। अब मैले अर्डर कुनमा राख्ने वानैमा राखिदिएँ, सिपिएन सब्जेक्ट राखिदिएँ। क्रेडिट अब कति रहेछ, क्रेडिट अब 5 रहेछ। अब यो कुन कुन क्लासलाई दिने, म प्राइमेरी लेभलको सबै सेक्सनलाई दिन्छु, लोवर सेकेन्डरीको सबैलाई दिन्छु, तर यो सेकेन्डरीको दिँदिनँ। मैले एड गरेँ यहाँबाट, एड गर्ने बित्तिकै चाहिँ एड गर्ने बित्तिकै यहाँ हेर्नु होला प्राइमेरी सेक्सन अन्तर्गत जतिवटा क्लास छ सबै क्लासको सबै सेक्सन सब्जेक्टहरू यसमा सिपिएन सब्जेक्टहरू सिपिएन सब्जेक्ट यहाँ देख्न सक्नुहुन्छ। 3 मा पनि छ, 2 मा पनि छ, 1 मा पनि छ है। अब यो अनुसारले तपाईँले अब तपाईँको यसैमा यहाँबाट यहाँ क्लिक गरेर अर्डरिङ मिल्न सक्छ है। अब तपाईँले कसरी सजिलो हुन्छ त्यो अनुसारले गर्नु होला। र सिपिएन मलाई यो के चाहियो भने सबै एकाडेमिक प्रोग्राम अनुसारले चाहिँ यहीँबाट सिपिएन सब्जेक्ट मैले टाइप गरेँ। सिपिएन सब्जेक्ट मलाई चाहिँदैन भने चाहिँ यहाँलाई सिलेक्ट गरेँ, यहाँ डिलिट गरेँ मैले। अब तपाईँले चाहिँ एउटा के विचार गर्नु, हजुरको विद्यालयमा जुन यो मास्टर सेटिङ छ भने एकचोटि सञ्चालन गरेपछि पुग्यो क्या तपाईँहरूले। जबसम्म चाहिँ नेपाल सरकारले चाहिँ तपाईँको विद्यालयमा चाहिँ कुनै क्लास थपेन या तपाईँको विद्यालयमा निमावि छ त्यसलाई माविमा जाँदाखेरि चाहिँ तपाईँलाई क्लास चाहिन्छ त्यो बेला गर्ने, नत्र यो एकचोटि गरेपछि सधैँको लागि भयो। त्यसै लागि सधैँ हुने कामलाई चाहिँ तपाईँले डिलिट गर्नुभयो भने चाहिँ त्यो रिलेटेड चाहिँ एकाडेमिकहरू या तपाईँको क्लासहरू कुराहरू हुन्छ, सब्जेक्ट कुराहरू हुन्छ, त्यो सबै कुरा डिलिट हुँदैन। त्यसै लागि चाहिँ मास्टर सेटिङमा तपाईँले प्रोसेस हुनु र यो सबै सेटिङ भनेको तपाईँ के छ भने चाहिँ ब्रान्च सर्टिफिकेटले गर्ने कुरा हो। र यो सकेपछि तपाईँहरूलाई चाहिँ यो सब्जेक्टहरू सबै कुरा डिफाइन भएपछि बल्ल तपाईँहरूले चाहिँ सब्जेक्ट अनुसारले चाहिँ तपाईँको चाहिँ स्टाफहरूलाई चाहिँ एसाइन गर्नुपर्ने हुन्छ। किनभने उहाँले चाहिँ आफ्नो सब्जेक्ट अनुसारले काम गर्नुभएको खण्डमा चाहिँ सब्जेक्ट अनुसारले एसाइन गर्नुपर्ने हुन्छ। भन्दै यो क्लास म एकाडेमीको जुन छ म्यानेजमेन्ट मास्टर सेटिङमा म यही अन्त गर्न चाहन्छु। तपाईँहरूलाई चाहिँ कुनै ठाउँमा चाहिँ यसमा प्रब्लम भयो या तपाईँलाई बुझ्नु भएन, तपाईँलाई प्र्याक्टिस गर्ने क्रममा चाहिँ के इरर आयो भने चाहिँ मलाई इन्फर्म गर्नुहोला र त्यो इन्फर्म गरे अनुसारले चाहिँ म त्यो कुरा चाहिँ तपाईँलाई सल्भ गर्छु भन्दै हजुरलाई यो क्लासबाट म बिदा माग्न चाहन्छु। हस्त, धन्यवाद।